हेलो गाइज वेलकम टु माई एनर्जी ब्लग्स है हामी चाहिँ यहाँ आज घुम्न जाँदैछौँ होइन यहाँ दाइहरूसँग के लिन दाइ हामी जान लागेको रासन यहाँ बाँड्छ अरे के स्याटरडे चाहिँ होइन यहाँ खतरा नेपालीहरूलाई तातो 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 चिसो चिसो सबै दिन्छ अरे होइन गाइज अनि यतिको चाहिँ रमाइलो हुनु पऱ्यो कि अब त्यहाँ गएर ठ्याक्क रासन पानी लिएर आउने प्लास्टिक पनि ठुलो छ हजुर आएर बसेको दाइहरू देख्दाखेरि फर्स्ट टु देख्दाखेरि चाहिँ होइन मलाई अलिकति कस्तो कस्तो लागिरहेछ कि र गाइज लन्डन चाहिँ यस्तै छ है होइन यो चाहिँ हाम्रो अपटन पार्क भन्छ यसलाई चाहिँ अब ठ्याक्क जाने अनि पाइँदैन बोल्यो कि फाइन हान्नेलाई पनि डर छ यार एउटा होइन दाइलाई अस्ति फाइन हान्यो भनेर यार कति 75 पैसा तिर्नु परेछ 75 पाउन्ड त्यो त अहिलेसम्म मैले देखेँ पनि छैन यार कमाएको छैन देखेको छ आफैले पैसा देखेँ हो त्योभन्दा उता देखेको छैन अब बिस्तारै बिस्तारै केही हुन्छ कि भन्ने आश चाहिँ गर्न पाइयो ल गाइस अब म वहीँ गएर उहाँहरूलाई देखाउन चाहन्छु गाइस यस्तो रहेछ स्ट्याम्पमा बस्ने हो कि हामीसँग बस्ने हो स्ट्याम्पमा अनि उता के ठाउँ नभएर त्यहाँ सफा गर्दैछन् अनि सफा गरेर मिलाएर बस्ने हो त है यस्तो छ लन्डन बस डबल ट्रलीवाला बसहरू रमाइलो खालको छ कि सिनहरू चाहिँ पैसा छैन काम छैन यस्तै हो यार गाइस अब भ्लग हान्नु पऱ्यो भ्लग हानेर के गर्नु यहाँ त भ्युज बढाइदियो युट्युबबाट पैसा बनाइदियो अब है ल है गाइस अनि यस्तो लाइक र सब्सक्राइब गरे मात्र पुग्यो मलाई होइन चाहिँ लाइक सब्सक्राइब गरेपछि त पुग्यो नि के चाहियो र अरू सेयर गर्दै पनि भयो ल गाइस होइन लन्डन चाहिँ यस्तो छ अहिले म्युजिक हालेर यस्तो बबल बनाइदिन्छु म हिट हाम्रो दाइहरू नि रासन पानी लिनलाई यसो ठ्याक्क जाँदै हुनुहुन्छ आज स्याटरडेको दिन होइन पुरै उस गरेर हाम्रो ड्रोन चाहिँ यसरी बढाइदिन्छ यी गाइज यसलाई चाहिँ यस्तो भनिन्छ कि ड्रोन यो कार हेर्नु कार यो 500मा पाउने कार हो यो 500 पाउनै पाउँछ तर काम पायो भने राम्रो छ होइन लन्डन अलिकति इन्फर्मेटिभ छ अब यहाँ फेरि सिस्टम अनुसारको हुन्छ मैले यहाँ अब यस्तो हेऱ्यो भने चाहिँ होइन गाइज अब त्यतिकै क्रस गर्न त मिल्दैन थियो अरे अब गाडी त्यहाँ केही पनि छैन गाडीहरू आइराख्ने पनि छैन होइन लन्डनको घर चाहिँ यही बाबा लाग्छ कि एउटै लेभलको घर सब हाम्रो यस्तो छ होइन यो त कार पार्किङ छुट्टै एरिया हुन्छ अनि यहाँनिर ठ्याक्क आफ्नै उसमा रोडमा कारहरू आफ्नै पारामा निकाल्यो पार्किङ एक साइड हुन्छ यो सिस्टम चाहिँ बनाउनु पऱ्यो कि नेपालले पऱ्यो नेपालसँग कम्पेयर त गर्न मिल्दैन होइन यसको लेभलै छैन भने जस्तै हुन्छ तर नेपाली भएपछि लाग्दो रहेछ क्या मन लाग्दो रहेछ एउटा नेपाली भएपछि यति कुरा भन्नलाई चाहिँ यस्तो खतरा सिस्टमको घर अनि आफ्नै पाराको यहाँ गाडीहरू एकतिर पार्किङ हुनु पऱ्यो कति रमाइलो ब्लग्सहरूमा होइन देख्दाखेरि पनि अलिकति रमाइलो लाग्छ क्या ओहो नेपाल हो भने त होस् न यार जस्तो लाग्छ तर डाँडा काँडा मात्र गरेर केही नै हुने होइन गाइज होइन अनि स्ट्यान्डफोर्ड जाने गाडी यो हो यो गाडी स्ट्यान्डफोर्ड जान्छ अब खैरिनले चलाएको जस्तै गाइज यस्तो हुन्छ है चिलमा होइन हामी चाहिँ अब भ्लग स्लग बनायो यता हुने हो भन्ने हुन्छ अब हजुरहरूलाई जानकारी दिएको हो चाहिँ होइन गाइज गाइज हामीले चाहिँ अहिले एकछिनमा यहाँ ठ्याक्क म्युजिक हालेर ठ्याक्क देखाइदिन्छु म होइन यस्तो मजाको भ्लग्स आइरहेको कि स्लो डाउन सब स्टेसनहरूमा होइन सब चिल खालको स्टेसनहरू लाइक यो गाडी अब जाने कहाँ भने त्यहीँ आउँछ अब सब अब यति रमाइलो छ कि यो गाडी जाने चाहिँ लन्डन होइन ठ्याक्क चिलमा यहाँ अगाडि चाहिँ ट्याप भन्ने हुन्छ ट्याप हान्नुपर्छ कि ठ्याक्क अनि त्यहाँनिर अनि ट्याप गरिसकेपछि ड्राइभरले देख्छ अनि ओके लेट्स गो भन्छ अनि गाइजहरू ल जानु भित्र जानु भन्छ गइसकेपछि अब I'm only joking, my bro.
आज फेरि प्र्याङ्क हाने जस्तो छ दाइलाई होइन दाइको साथै उडे जस्तो छ एकचोटि दाइ ओ हाम्रो नाम तपाईँहरूकै आइरहेको छ दाइ होइन क्याप आए त केही हुँदैन हरियो बलेपछि जान मिल्दैन कि फेरि अब रातो बलिरहेको छ होइन हामी अब यता गाडी आएको छैन भने चाहिँ जान मिल्यो फेरि दायाँ बायाँ गाडी हेर्ने अनि मात्रै जाने हो कि ल जाउँ ल अब जान मिल्दैन होइन अब यी लाइट त बलिरहेको छ गाडी पनि आइरहेको छ क्या यहाँ हरियो लाइट बल्ने बित्तिकै होइन सिस्टम चाहिँ यही हुनु पऱ्यो कि त्यहाँ रातो हरियो बल्छ अनि मात्र जानु मिल्छ ल हामी जान मिल्दैन अझै अनि सिस्टममा त्यो हुन्छ अब अहिले उनीहरूलाई पनि त्यस्तो रिस्क हुँदैन क्या यो कुरामा चाहिँ उनीहरूले नि अब होइन त्यत्तिकै त्यो उस गर्दाखेरि हाम्रो रिस्क लिँदैन क्या उनीहरूले अब हरियो बल्न लाग्यो होइन हरियो रातो बल्यो अब रातो बलेपछि हामी जानु मिल्यो क्या ल गाइस यताबाट आए पनि नआए पनि हाम्रो केही भिन्न यस्तो हुन्छ होइन अनि ल अब यहाँबाट 4 सेकेन्डमा उता गयो भने गयो नभए छैन टाइमै यस्तो हुन्छ ल हरियो बल्यो अब हाम्रो चाहिँ यस्तै हुन्छ कन्ट्रोल जोन भनेर चाहिँ यहाँ कन्ट्रोल जोन चाहिँ अब सब एरियामा कन्ट्रोल राख्ने जस्तै ट्राफिक लाइटलाई कन्ट्रोल गर्ने अब यो चाहिँ मलाई लाग्छ यहाँनिर चाहिँ के अब भ्याकेन्सी खुला होला अझै यहाँ भ्याकेन्सी खुला छ र भनेको छैन नि अब काम खोज्नलाई यसरी हिँड्नुपर्ने रहेछ क्या बाहिरतिर चाहिँ नेपालमा चाहिँ अब एउटा एप्लाई गऱ्यो भनेपछि इन्टरभ्यू दिन सक्यो होइन यहाँ नि अनलाइन काम अब त्यही हो यार यत्तिको भाइब्स चाहिँ हुनु पऱ्यो जस्तो लाग्यो मलाई पनि तर यहाँ काम पाउन चाहिँ लास्ट गाह्रो छ भन्छ नि खै के हो यार पछि होइन यहाँ गाडीमा होइन हामी रासिपाल लिँदै हिँडिरहेको छौँ गाइज होइन यस्तो मजाले अब सकेसम्म त राम्रै काम गरेको हो नेपाली भयो नि अब यहाँ यसरी होइन केही पनि हुने छैन क्या यस्तो हुन्छ अनि यस्तो भ्लग स्लग हाल्यो होइन यहाँ फेरि यो एरिया पुरै इन्डियन जस्तो लागिरहेको छ है मलाई चाहिँ इन्डियन जस्तो लागिरहेको छ इन्डियनहरूले राज गरेर बसिरहेको छ न्युकेमा यार हामी के भन्ने हो र हामी त यी गान्डु नेपालीहरू केही पनि गर्न सक्दैन जस्तो लाग्छ ल गाइज त्यो चाहिँ याल लेखेको गाडी चाहिँ लेफ्ट साइडमा त चल्ने र यो याल लेखेको गाडी चाहिँ काम के रहेछ याल भनेको चाहिँ पेट हो खोइ के होला कि लेफ्ट साइड मात्र कुद्ने गाडीलाई याल आर मैले त आर पनि लेखेको देखाएको थिएँ एम स्टेसन रहेछ यो चाहिँ होइन लगाइ त्यस्तो छ है लन्डन होइन अब हामी च्याक्क यहाँबाट गएर अब रासन पानी लिएर यस्तो गर्ने होइन गिभ अवे भने चाहिँ गिभ अवे त्यहाँबाट त्यसरी काट्न मिल्छ गाइज हाम्रो गाडी वी हियर एट स्टेसन श्रीवासबेरी रोड है गाइज E6 मा छौँ हामी अहिले हामी बस्ने E6 मै हो वी हियर एट E6 एन्ड लेट्स मुभ यो पार्क देख्दाखेरि चाहिँ अलिकति दृश्य बबाल लाग्छ कि गाइज बबाल पार्कहरू चाहिँ यहाँको होइन पार्कहरू चाहिँ यहाँको के भन्ने र होइन यस्तो खतरा हो कि हाम्रो नेपालको स्विजरल्यान्ड भनेर जस्तै यहाँको पार्क छ कि जिरी जस्तै छ क्या यहाँ जिरी गए जस्तै फिल भइरहेको थियो मलाई अस्तिसम्म दोलखाको जिरी गए जस्तै फिल भइरहेको थियो ल है गाइज वेलकम एन्ड अहिले म एकछिनमा मैले एउटा भिडियो हाल्ने छु त्यो त्यस्तो हुन्छ कि यहाँ हेर्नु स्ट्यान्डफोर्ड पब्लिक पार्क भनेको यहाँ छ हेर्नु न ल हाम्रो स्विजरल्यान्ड अफ जिरी भनेर है स्विजरल्यान्ड अफ नेपाल भने जस्तै यहाँ चाहिँ नामै स्विजरल्यान्ड यस्तो बवाल छ होइन हो हेलो हाई भने जस्तै हुन्छ हाम्रो चाहिँ गाइड होइन अब यस्तो रमाइलो हुन्छ यहाँ खैरलाई जिस्काइदियो क्या यो चाहिँ मैले होइन अहिले फेरि ल्याएँ गाँधी त्यहाँ सानो कार भनेछ होइन यस्तो चिल छ गाई चाहिँ यस्तो मजा आउँछ होइन यतिको भाइब चाहिँ हुनु पऱ्यो कि गाई चाहिँ रमाइलो छ तर काम
आज बिहान काम एप्लाई गरेको 2टा काम पाएँ मैले होइन गाइजहरू होइन म ल गाइजहरू होइन अब यहाँ रासन पानी दिनलाई तयारीमा हुनुहुन्छ सबैजना गाइज लाइन चाहिँ यति लामो छ होइन अन्त पछाडि पनि यति धेरै छ अलिक गाइज होइन सिधामा पुज्दै ल नेपालको भ्लग साइड माया गर्छु भन्दै ब्रिटिस लाउरेहरूलाई भेट्नलाई चाहिँ अब म बस्छु कलेज जान्छु अनि कलेज गएपछि भेटेर हाल्छु सबै कुरा इन्टरटेनमेन्टमै रमाउनुपर्छ I need to enjoy here now. This place name is East Ham, where I live in. But I like to visit East Ham and I need to go. Now I am here to guys. होइन म चाहिँ आएपछि सिलपाडामा होइन गाइस कपालै मिलाउनु दिक्क लाग्दैछ मेरो कपाल यहाँ स्टाफमा बस्नुको मजै बेग्लै छ होइन उयो लाग्छ त के भन्नु के गाइस यहाँ चिसो छ तातो छ भन्ने पर्दैन यहाँ आएपछि आफै थाहा हुन्छ होइन स्ट्रगल लाइफ भन्ने पनि थाहा हुन्छ अझै टेन्सन यस्तो हुन्छ कि 1 महिना काम नपाएर बसेको छ भने तर स्किल चाहिँ मेन्टेन गरेर आउनु पर्दो रहेछ गाइस यहाँ आएपछि होइन जे पनि गर्नु तयार चाहिँ हुनु पऱ्यो तयार मात्रै भएर पनि भएन फेरि स्किल खोज्दो रहेछ यहाँ चाहिँ फेरि मेन स्किल छ भने सब छ है गाइस यसो कामसाम छ भने You provide one job for me. अब यहाँ चाहिँ होइन ठ्याक है यो चाहिँ सब प्रोभाइड हो होइन यो लाइन चाहिँ इन्डियन बस्ती रहेछ कि गाइजहरू अनि हियर नाउ ब्रेड सेड सब लगेर ठ्याक्क यसरी अनि ठ्याक्क यसरी होइन गाइज अब मैले यहाँ देखाउँदैछु हजुरहरू सबले इन्जोय गर्नु होला मैले नि प्लास्टिक लिएर आएको छु आज यहाँ रासन पानी लिएर जाने भनेर You're not recording, are you?